असारको महिना छ। कति ठाउँमा झमझम पानी परेको छ त कति ठाउँमा बाढी पहिरोले क्षति पुर्याएको छ, घरबार विहीन नै बनाएको छ। तर पनि किसानलाई सबै दुःख बिर्सेर काम नगरी सुखै छैन। गाउँमा सबैलाई खेत रोप्नको चटारो छ। कतिले खेत रोप्न सुरु गरिसकेका छन् भने कतिले सुरुवात गर्दैछन्। छरछिमेकमा अर्मपर्म गरेर सबैको खेत रोप्ने गरिन्छ। जहिलेबाट खेत रोप्न सुरु गरे पनि विधिवत रूपमा असार 15 गतेलाई धान दिवसका रूपमा मनाउँदै आइएको छ। यस दिन खेतमा हिलो खेल्दै रोपाई गर्दै असारे गीत गाउँदै रमाइलो गरी धान रोपेर धान दिवससँगै दही चिउरा पनि खाने दिवसका रूपमा मनाइन्छ। आउनुहोस् फुर्सदको समयमा दही चिउरा नेपाल एक कृषि प्रधान देश हो। यहाँको 66.7% जनसङ्ख्या प्रत्यक्ष रूपमा कृषि पेसामा लागेको छ। नेपालको कुल खेतीयोग्य जमिन मध्ये 48.3% भूभागमा धान खेती गरिन्छ। यहाँ धेरैले कृषि पेसालाई नै जीविकोपार्जनको यी मध्ये धानलाई नै मुख्य बालीका रूपमा लिने गरिन्छ। 2061 सालमा विश्वका 43 राष्ट्रले सकिन्छ। असार 15 को दिन दही चिउरा खानाले काममा जागर आउने, शरीरको आलस्यता घट्ने र रोपाई कार्यका लागि शरीर फुर्तिलो हुने जनविश्वास रहेको छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता प्रदान गर्नुका साथै शक्ति सञ्चय हुने विश्वास गरिन्छ। सोही कारण किसानहरूले खेतमै आलीको छेउमा बसेर दही चिउरा खाने गरेको पाइन्छ। दही चिउरा खाने चलनले सामाजिक सद्भाव बढाउन पनि मद्दत पुर्याउँछ। गाउँघरमा किसानहरूले घरमै पालेका गाई भैँसीको दुधलाई दही बनाई घरमै फलाएको धानलाई मिलमा पिसाई चिउरालाई घरमै जमाएको दहीसँग खाने गरिन्छ। अझ चर्को घाम लागेर गर्मी भएको बेलामा दही चिउरा खाँदा शीतलता त यसै प्रदान गर्ने नै भयो। दहीमा कार्बोहाइड्रेट, चिनी र बोसोको मात्रा न्यून हुनुको साथै भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले आलस्य हटाई शरीरलाई सन्तुलित राख्ने र काम गर्न शक्ति र जोस पनि प्रदान गर्दछ। दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाइम हुन्छ जसले शरीरलाई फाइदा गर्छ। केही वर्ष यता असार 15 मा दही चिउरा खानै पर्छ भन्ने मानसिकता मानिसहरूमा विकास भइसकेको छ। खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि यो दिन दही चिउरा खाई असार 15 मनाउँछन्। यस दिन मानिसहरू दही चिउरामा केरा र आँप पनि मिसाएर खाने गर्दछन्। हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ। शुभ कार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नु अघि दही अक्षता मुछेर निधारमा टीका लगाउने परम्परा छ।
यस्ता शुभ काममा निस्कनु अघि सगुनका रूपमा पनि दही खुवाएर बिदाई गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्छ भन्ने जनविश्वास पनि रहिआएको छ। आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाइएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ। पखला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ। त्यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत रूप लिएको छ। गरिन्छ जहाँ दही चिउरा मात्र नभई अन्य परम्परागत खाना पनि तयार गरिन्छ र खाइन्छ। सरकार र विभिन्न कृषि संस्थाहरूले किसानहरूको जीवन सुधार र कृषि उत्पादन बढाउने उद्देश्यले विभिन्न कृषि सम्बन्धी कार्यक्रमहरू आयोजना गर्दछन्, जसमा नयाँ प्रविधिहरूको प्रयोग, बिउ वितरण र कृषकहरूलाई तालिम प्रदान गर्ने जस्ता गतिविधिहरू गरिन्छ। विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छ, जसमा परम्परागत नृत्य, गीत र नाटक प्रस्तुत गरिन्छ। आजभोलि विद्यालय कलेजका विद्यार्थीहरूलाई पनि दही चिउरा खुवाउन रोपाईमा सहभागी गराउने गरिन्छ। यसले गर्दा बालबालिकाले हाम्रो रीतिरिवाजको बारेमा जान्ने र यसको संरक्षणमा टेवा पुग्ने हुन्छ। केही ठाउँमा बालबालिका साउने प्रतियोगिता, रसी तान्ने, हिले दौड सहित मनोरञ्जन लिन स्वदेशी र विदेशी पर्यटकहरू सहभागी हुन्छन्। यसले गर्दा आन्तरिक र बाह्य पर्यटकहरूको संख्या पनि बढ्ने गर्दछ। केही स्थानमा विशेष पाहुनाहरूलाई निमन्त्रणा गरेर उनीहरूलाई धान रोपाईको अनुभव गराउने गरिन्छ। स्थानीय नेताहरू, कलाकारहरू र विदेशी पर्यटकहरू समेत यसमा सहभागी हुन्छन्। विभिन्न मोडलहरूबाट धान रोपेको फोटोसुट गर्ने गरिन्छ। आउनुहोस् धान दिवस सम्बन्धी केही विवादास्पद र रमाइला चर्चित घटनाहरू पनि हेरौं।